हेलो गाइज, वेलकम छ रुथ ब्लगमा तपाईँलाई। आज म चाहिँ उता काठमाडौँतिर जाँदैछु नारायणहिटीमा। मेरो त्यो राष्ट्रिय परिचय कार्ड पहिला नै बिर्सेको थिएँ अनि त्यसको कार्ड चाहिँ आइसक्यो अरे, त्यही भएर लिनु गएको। हेर्नु होला, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो बुढो चाहिँ मजाले सुतिराख्नु भएको छ। म चाहिँ यता बाहिरको दृश्यहरू अवलोकन गर्दैछु। अहिलेको काठमाडौँतिर चाहिँ एकदमै राम्रो भएको छ, बोटबिरुवाहरू हरियो भएको छ। आकाशमा पानी पर्नु भने चाहिँ झनै राम्रो हुने हो, तर के गर्ने, पानी परेको छैन। हामी चाहिँ अब बानेश्वर आइपुग्यौँ, नयाँ बानेश्वर। मेन भवनदेखि अलिकति ओर यस्तो राम्रो छ दृश्यहरू है। हरियो हरियो रुखहरू ड्याम्मै छ। अझै आकाशमा पानी पर्नु भने झन् कति राम्रो हुन्थ्यो होला। ल गाइस, हामी चाहिँ अब रत्न पार्क आइपुग्न लाग्यौँ। पुतली सडक नजिकै, पुतली सडकदेखि अलिकति परै पुगिसक्यौँ। यहाँसम्म आइपुग्दाको यात्रा निकै रमाइलो नै भयो, किनभने म बाहिर ननिस्केको धेरै भएको थियो नि त। आइपुग्यौँ हामी रत्न पार्कको पुल। यहाँ चाहिँ आज रत्न पार्कमा चाहिँ आन्दोलनहरू पनि भइरहेको रहेछ, शिक्षक आन्दोलन, अनि त्यस पछाडि अर्को यो कबाडी आन्दोलन, अनि यता माओवादीका पार्टीको नि आन्दोलन, थुप्रै आन्दोलनहरू रहेछ। आज 3टा आन्दोलन चाहिँ एकैचोटि यहाँनिर चाहिँ जुधेको रहेछ। अनि एकदमै बाटोहरूमा पनि भिडभाड, गाडीहरू पनि यहाँ राम्ररी कुद्न पाइरहेको छैन, किनभने मान्छेको सङ्ख्या एकदमै धेरै छ बाटैभरि। अनि हामी चाहिँ यतापट्टिको बाटो, सानो बाटो रोजेर लागेको। यो पुलदेखि अझै हिँड्नुपर्छ, नारायणहिटी चाहिँ निकै हिँड्नुपर्छ यहाँदेखि। फाइनली गाइस, म चाहिँ राष्ट्रिय परिचय कार्ड लिइसकेँ। पहिलाको यो कागज मात्र थियो, अहिलेको चाहिँ यस्तो खालको पेपर आउने रहेछ। हेर्नु होला, यस्तो खालको आउने रहेछ है। पाएर पनि म चाहिँ मेरो बुढो चाहिँ बाहिर पर्खिराख्नु भएको छ मलाई गेटमा। म चाहिँ अब कार्ड लिएर निस्किसकेको है गाइस। कार्ड लिने ठाउँ यस्तो छ। किन चाहिँ यहाँ चाहिँ एकदम सुन्दर लाग्छ। यहाँ चाहिँ मलाई बाहिर निस्केर जानै मन लाग्दैन, सफा ठाउँ छ नि त। फाइनली गाइज, अब हामी चाहिँ निस्केको है यहाँबाट। यहाँ चाहिँ फर्किँदा गर्दाखेरि बाटैमा नारायणहिटी दरबार ठ्याक्क देखेँ, अनि त्यस पछाडि यसको भिडियो लिएको। यहाँ भित्रै पस्नु पर्यो भनेको, हामी निस्किँदाखेरि 3 बजिसकेको थियो अनि बन्द भइसकेको रहेछ। तरै पनि बाहिरदेखि हेरेर भए पनि चित्त बुझाएँ। यतिखेरसम्म भिडियो हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ।